15औं अन्तर्राष्ट्रिय महिला दिवस 2081 को आज राप्ती-सोनारी गाउँपालिकामा मनाइएको छ। उक्त दिवस भोलि देशभर भव्यताका साथ मनाइँदैछ। दिवसको सन्दर्भमा आज राप्ती-सोनारी 2 अगैयामा र्याली सहित कार्यक्रम गरिएको हो। गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी नमुनाले हरेक परिवर्तनमा महिलाको योगदान रहेको बताउनुभयो। गाउँ गाउँमा महिलालाई सशक्तिकरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। गाउँपालिका अध्यक्ष एवं विशिष्ट अतिथि तप्त बहादुर पौडेलले कानूनले महिला र पुरूषलाई बराबर अधिकार दिएको बताउनुभयो। राप्ती-सोनारी क्षेत्रमा महिलालाई अगाडि बढाउने र सशक्तिकरण गराउने खालका कार्यक्रम ल्याउन गाउँपालिका तयार रहेको बताउनुभयो। उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकारी दान बहादुर ऐडी, नेपाली कांग्रेसकी नेत्री सुशीला थारू, नेकपा एमाले राप्ती-सोनारी उपाध्यक्ष सुधा चौधरी, राप्ती-सोनारी गाउँपालिका शिक्षा समितिका सदस्य खुमा दाङ्गी, बी ग्रुपकी प्रतिनिधि राजकुमारी थारू, स्थानीय मानव अधिकार सञ्जालकी अध्यक्ष धनी ओली, जय बागेश्वरी बाल असहाय केन्द्र राप्ती-सोनारीका अध्यक्ष तारा ओली लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सम्झना दलामीले सञ्चालन गरेको उक्त कार्यक्रममा राप्ती-सोनारी गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रम अघि राप्ती-सोनारी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा निकालिएको र्यालीले बाजागाजा सहित गाउँपालिका हुँदै अगैया बजार परिक्रमा गरेको थियो। र्यालीमा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारू, प्रमुख प्रशासकीय अधिकारी दान बहादुर ऐडी, शिक्षा शाखा प्रमुख जीवन नेउपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना दलामी सहित विभिन्न शाखा प्रमुख, विभिन्न संघ संस्थामा आबद्ध महिला लगायतको उपस्थिति रहेको थियो। सोही कार्यक्रममा वक्तित्व कला प्रतियोगिता र 100 मिटर दौड़ प्रतियोगिता पनि गरिएको थियो। विकासमा महिला सहभागिताको महत्व विषयक वक्तित्व कला प्रतियोगितामा 6 जना प्रतियोगीले सहभागिता जनाउनु भएको थियो। प्रतियोगितामा प्रथम लक्ष्मी सिंह, द्वितीय अञ्जना विष्ट, तृतीय भावना विष्ट र चौथो झुमा विष्ट हुनुभएको छ। यस्तै 100 मिटर दौड़ प्रतियोगितामा रूपा कुमारी थारू प्रथम, द्वितीयमा कमला घरती, तृतीयमा सुमिता कुमारी थारू तथा सान्तवनामा स्मृति केसी र सुस्मिता घरती हुनुभएको थियो।